नमस्कार मित्रहरू, म हुँ सन्तोष महरा भने तपाईँ अहिले हेर्दै हुनुहुन्छ एसपिजेसी1 युट्युब च्यानल। आज म तपाईहरूलाई चाहिँ यो दुईवटा नाम दिएको छ हामीलाई हैन, फर्स्ट नेम र लास्ट नेम भन्ने, र यो दुईटा नामलाई हामीले चाहिँ एउटै कोलुनमा लेख्नु छ भने चाहिँ यसलाई हामी कसरी लेख्न सक्छौं र कसरी गर्न सक्छौं यसलाई चाहिँ हामी सर्टकट कीमा भन्ने हो। र साधारणतः यहाँ हामी जस्तै यहाँ राम लेखेको छ हैन, यहाँ कुमार लेखेको छ। अब रामलाई कपी गरेर यहाँ लिएर कुमार बनाउन धेरै गाह्रो हुन्छ, अथवा गाह्रो त हुँदैन तर हामीलाई धेरै टाइम लाग्छ काम गर्नको लागि। त्यही भएर चाहिँ मैले सर्टकट तरिकाहरू लिएर आएको छु। यो प्रोडक्टमा क्लिक गर्नुपर्छ हैन, त्यसपछि चाहिँ हामीले कन्ट्रोल प्लस शिफ्ट प्लस थिच्नुपर्छ है। कन्ट्रोल शिफ्ट प्लस थिचेपछि हाम्रो नयाँ कोलुन आउँछ। र अब चाहिँ हामीले यहाँ यो कोलुनमा के लेख्नु पर्ने हुन्छ भन्दाखेरि चाहिँ फुल नेम। त्यसपछि हामीले फुल नेम लेखेर यो कोलुमलाई बनाउनु पर्ने हुन्छ। अलि ठुलो बनाइदिउँ है। र अब चाहिँ हामीले गर्नुपर्ने चाहिँ हैन, राम कुमार सुरुको मात्र लेख्नुपर्छ है। राम कुमार लेखेपछि हाम्रो यो अटो ल्याउनको लागि चाहिँ कन्ट्रोल प्लस ई दबायो भने चाहिँ हाम्रो पुरै नामहरू चाहिँ यो साइडपट्टि आउँछन् है। ल अब यहाँ हेर्नु श्याम महरा भन्ने छ। अब यहाँ फुल नाममा आएको छ श्याम महरा भन्ने। त्यसैगरी हामीले चाहिँ यहाँ सुरेश भण्डारी भन्ने छ। यहाँ हाम्रो एउटैमा अहिले चाहिँ सुरेश भण्डारी आएको छ। र अब यो दुईटै कोलुमलाई हामीले सिलेक्ट गर्नुपर्छ र कन्ट्रोल प्लस माइनस गरेपछि चाहिँ यो कोलुमहरू हट्छन् र हामीले चाहिँ इजिली हाम्रो चाहिँ दुईटै फर्स्ट नेम र लास्ट नेमलाई चाहिँ एउटै ठाउँमा फुल नेम बनाएर राख्न सक्छौं। भिडियोहरु मन परेमा लाइक गर्नु होला र सब्स्क्राइब पनि गर्नु होला। धन्यवाद।